हेलो गुड मर्निङ एभ्रिवान। हजुरहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत गर्दैछु आज धेरै दिन बादमा। र आज हामी क्याम्पिङ आएको छौँ यहाँ टेनेसीमा। र हिजो बेलुका नै भिडियो गर्नु भनेको थिएँ, कस्तो थाक्यो। अनि हामी चाहिँ यहाँ बसेको छौँ। यो सिलास दाजुको गाडी, यो हाम्रो गाडी। अनि यहाँनिर क्विक क्याम्पिङ भयो क्या हाम्रो, फास्ट एकदमै क्विक क्याम्पिङ भयो। क्विक निर्णय गरेर लज्जो भन्ने आइहालेको क्याम्पिङ। र यस्तै हुन्छ, यस्तै छ, यस्तो छ। अब यसमा भरे हामी मोमो बनाउने उयो चुलामा। अनि आज सक्कर म्याच पनि हुँदैछ यहाँ गोरेहरूसँग, हाम्रो चर्चको भाइ बहिनीहरूको। र यो चाहिँ के म्याच हो दाजु? के म्याच हो अहिले गर्ने म्याच? यसलाई के भन्छ? एक्जिबिसन के भन्छ अहिले? फुटबल सक्कर अहिले सक्कर म्याच युरोपियन अहिले हाम्रो इमानुएल इन्टरनेसनल चल्छ यहाँ। डेभिडहरू डेभिडसँग त खेल्दैन। डेभिडको टिम होइन, कसको? हिस्पेनिक टिम। ए के म्याच भन्नु यसलाई? डनलपको टेनिस। फन्ड रेजिङ म्याच होइन, अनि फ्रेन्डली म्याच। सोच्दा बिच्छाको एक्टिङ गर्छ हाम्रो दाजुले। यो चाहिँ मासुलाई काटेर मसिनो बनाएर त्यहाँदेखि मिसिनमा लाएर दोरी लामो हुन्छ नि, त्यसलाई के भन्छ? नुडल बनाएको मैले खाएको। अब फर्स्टमा ओपनिङ गर्दैछु दाजु। मैले जिन्दगीमा फर्स्ट टाइम कतिपल्ट मैले खाएको? फर्स्ट टाइम होइन नि, होइन फर्स्ट टाइम। हुन्छ म हाल्छु। मिठो दिदीको हातको बनाएको नि त। यो आरुको खैरो चेपमा बसेर खाइरहेछ। नुडल खानु पाउँदा त उता खुसी मेरो बुढाले। म हाल्छु नि दिदी। अनियन नहालिदिनु। हजुर, यो चाहिँ मेरो बुढाले टेन्ट निकाल्दैछ। आमाले कल गरिरहनु भएको छ, उठाउनु पर्यो। हाम्रो टेन्ट, हाम्रो घडी वरिपरिको भ्यू यस्तो छन् साथीहरू। राम्रो रहेछ हौ यो ठाउँ, मन पर्यो। के अरे अब फेरि आउनुको लागि स्पेस हेरिराख्नुपर्छ ठाउँ। यहाँ तल पनि एसियनहरू रहेछ, 2-3 परिवार। यहाँ दिदीले चिया बनाउनु हुँदैछ। र अब हामी यो खाइसकेर फुटबल म्याच हुन्छ हाम्रो। र त्यसमा चाहिँ हामी मोमो बेच्दैछौँ। र त्यो मोमो बेचेको कारण चाहिँ हामीले हाम्रो जिनरको सेवाकाईलाई को लागि फन्ड रेज गर्दैछ। र त्यो मोमो बेचेर पैसा कमाउने आज। हामी बसेको क्याम्प एरिया मजाको रहेछ। हामी चाहिँ यहाँ बसेको थियो, अब उठाइसक्यौँ। हामी चाहिँ अब हिँड्नु आँटेको। क्याम्प एरिया मन पर्यो मलाई, मजाको रहेछ। यस्तो बाथरुम यहीँनिर छ कि? यो चाहिँ बाथरुम। यो क्याम्पिङको बाथरुम पनि क्लिन लाग्यो क्या मलाई, अरू ठाउँको भन्दा मजाको। नुहाउने ठाउँ एउटा 2टा छ। यहाँनिर हात धुने ठाउँ 3टा बाथरुम। यो लेडिजहरूको। I like this camping's bathroom. हाम्रो गाडी 2टा about to leave. आजको फुटबल म्याच यहाँ हुँदैछ। आया जय मसी। तेरो ब्लग खै नानी हेर्नु नि त्यो कुदेको। सामु सामु कहाँ गएको? कहाँ गएको? मजा मान्छ नानीहरू यस्तोमा। यसको क्याप ल्याइदिनुहोस्।
अब मोमो बनाउने सामान निकाल्दैछौँ। यहाँ चाहिँ अब यहाँनिर बसेर मोमो बनाउने, फुटबल चाहिँ ऊपर खेल्छ अनि यहाँ चाहिँ हामी मोमो बनाउने। अब यसको लागि फेरि दुईटा ढुङ्गा चाहियो नि, ऊ भाँच्यो। स्टप भाँचिरहेछ। अब नानी हेर फोन कहाँ गएको हौ छोरी? कहाँ गएको नानु? त्यसलाई तिर्खा लाग्यो होला हौ। नानी तानु चामुलु पुकुलु। अब यो प्लास्टिक ओछ्याएर यहाँनिर हामी बसिरहेको छौँ। पर्खेको अर्को टिमलाई आइपुगेको छैन। हाम्रै पनि जर्जियाबाट आउने टिमहरू आइपुगेकै छैन। अनि मोमो सुरु भएकै छैन पानी नभएर। अब यो घरमा खोलिदिन्छ अरे अनि पानी भरेर मोमो बनाउनु थाल्ने। मोमो पाक्नु स्टार्ट भयो। त्यही त मोमो पाक्नु स्टार्ट भयो। यो चुल्हा चाहिँ भत्केर इँटा ल्याएर मुनिबाट लगाएर थामेर पकाउँदैछौँ। मोमो हामीले पकाएर यहाँ आधी राखिसक्यो। यहाँनिर छ टु गो बक्समा। फर आराधना $20 one plate. You get away from me. Okay. $20. Give me $20 for one plate. Give me. I'm just gonna steal it. No. Give me. $20. Give me. You. के अरे? यहाँनिर फुटबल हुँदैछ। हेर्नुहोस् साथीहरू, कसैले गोल हालेको छैन। ए यो EIC के अरे? ला पेल्यो सागर। EIC बहुत अलिक साह्रो। Both together. 3, 2, 1. EIC! Yeah! EIC! Lawrence Will. हान्यो को हो त्यो मान्छे चाहिँ? को त्यो मान्छे चाहिँ मार्छ होला सुने। हान्यो नरेशले लग्यो। ए सागर लग्यो। ए तिमीबाट खोस्यो। आम्मा यिनीहरूको त खतरा पा ला गुड किपर। के अरे सिधा गोल आउँदा त भाग्दैन रहेछ। ए कहाँले गोल अफ Norris, yeah, best player. Norris is the player.
खेल्दैछ आयो Yes, from India. No. Naresh khatra. Good job, Ruel. Yeah. Naresh. Best player. Naresh dada. Your dada. Oh, I'm wrong. No, your own brother. Do you want go with what? No! Offside! La offside! मारे त तिमीहरुले त अनि ला यसले त कराएर करौ बुद्धि अस्ति बिएनजी जस्तो नगरौ है लाइन्सम्यानलाई फेरि अन्त बुझ्दैन हो नेपाली अस्ति त नेपाली थियो सागरलाई कराउ न बेबी हैन न राम्रो खेला Pusuk mai. Oh yeah. No. Yeah. Adio. Kita bola, kita bal. यहाँनिर EIC लाई सपोर्ट गर्नेहरु खतरा छन् रेजिना पेमा लो EIC भन त एकपल्ट EIC भन न सँगै 1 2 3 ये यहाँ त झन् खतरा छ सपोर्ट गर्ने यहाँ पनि खतरा छ सपोर्ट गर्ने एउटा गोल जोगाए तिम्रो बुढाले यहाँ खतरा छ सपोर्ट गर्ने यहाँनिर खतराहरु छ मो के अरे My Buddha is the best Buddha in the world. यहाँ पक्रेर बस त मलाई पनि निकाल्नु पर्छ है हैन यतिको अलिकति मुनि यसो गरेर बसेर ल मोमो प्लेटमा आएन हो मोमो प्लेटमा हालेको निकाल न भनेको म त खिच्नु जान्दिन त भरे राम्रो निस्केन अनि यहाँ देखाउ मोमो भन न बोल न के भन्नु म त बाइ कस्तो छौ मेरो दिदीले लुलु आउनु भ्लग गर्नु बोल्नु न यो जिना हजार के गरेको भ्लगर बनाएको खोइ भएन भ्लगर ल त गाइस हेलो गाइस आज यहाँ मोमो टेनिसीमा फुटबल खेल्नेहरु आएको थियो अनि यो मोमो बनाएर फुटबल खेल्नेहरुलाई बेच्ने $10 को 12 वटा गरेर अनि यहाँ जिनाले पुरा पकाएर गर्मी पनि छ हावा पनि चलिरहेछ आगो बल्नु नदिएर बिचारा जिनाले दुःखले यहाँ बनाइरहेछ अनि यो मोमो बेचेर चाहिँ उता चर्चको फन्डको लागि भनेर पास्टर बाबुले भन्नुभएको छ अनि तपाईहरु कसलाई खान मन परेको छ भने अर्डर गर्नुहोस् खानुहोस् 10-11 एकदमै मिठो छ है मोमो चाहिँ सारै मिठो छ $10 को 12 वटा है त्यो पनि ठुलठुलो नि ठुलठुलो छ मज्जाको उस्तैले त खाइ सक्दैन क्या मोमो 10 वटा 12 वटा मोमो तातो बनाउनु सारो छ खानु मिठो हुन्छ तर बनाउनु गाइस न्यू भ्लगर कस्तो लाग्यो न्यू भ्लगर माना गुरबछान मगर फर्स्ट टाइम बोल्नु पनि जान्दिन तर अलिअलि लट्याङ पटाङ बोल्दै खतरा तर राम्रो छ है मोमो चाहिँ एकदमै 9 स्टेप 2-3 स्टेप मोमो मक्टु पनि हेर्नुहोस् है कति चाहिँ ठुलो छ कति मजाको छ तपाईहरुले देख्यो भने थुक निल्नु हुन्छ है थुक निल्नु सक्नु भयो होला यति मिठो छ मोमो
ये 3-3 पेनल्टी हान्दैछ गाइस म्याचमा नसकेर Oh no. तिम्रो बेबीले लायो किपरले उल्टो डाइ भने किपरले उल्टो डाइ आयो कति भयो एउटा साइज अनि गो एगेन ड्र भयो गाइस म्याच खेलेर 0-0 भएको थियो फेरि अहिले पेनल्टी हान्दा पनि ड्र भयो अब के गर्ने हो कुनै किपर ओके मेरो चाहिँ मोमो पाक्दैछ र म चाहिँ गएको यहाँनिर मोमो हेर्नुपर्छ अब किपरले हाल्दैछ विकासको टर्न ये गोल जित्यो आइसीले जित्यो हेर न खुसी भएको हाम्रो आइसीले जित्यो गुड जब गाइस बिचाराहरू हार्यो मोमो बिक्री चाहिँ भयो यहाँ खानु हुँदैछ सबैले तर उयो एउटा कुलर चुली मोमो उब्रियो अब यो जर्जिया फर्किन्छ यो कुलरको मात्रै पाक्यो अरू चाहिँ डल्लै छ यहाँनिर कुलरमा अनि यहाँ अलिकति पाक्दैछ हाम्रो सकर म्याच सक्यो अब हामी घरतिर लागेको डनलप टेनिसबाट घरतिर लाग्दैछौँ र मैले बनाएको भिडियो पनि हेरिदिनु होला लाइक शेयर एन्ड सब्सक्राइब पनि गरिदिनु